हेलो गाइज, वेलकम टू ब्याक माई युट्युब च्यानल। आई होप सबैजना आरामै हुनुहुन्छ होला। म पनि एकदमै धेरै आरामै छु। न्यू डे न्यू भिडियोको साथमा आज पनि तपाईँहरूमा उपस्थित भइसकेको छु र आजको भिडियो कस्तो लाग्छ जस्तो लाग्छ जस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया भनिदिन नभुल्नुहोला भन्दै आज चाहिँ मैले भिडियो स्टार्ट गरिसकेको छु। हेर्दै जानुहोला। तपाईँहरू थाहा पाइसक्नु भइसकेको छ आजको भिडियो के कस्तो हो भनेर। त्यसकारण तपाईहरुमा नयाँ भिडियो अब रेगुलर भिडियो लिएर आउने बाचाको साथसाथै म आज काम गर्न जाँदैछु। के काम भन्दा यहाँ हेर्नु है त, घिउकुमारी। यो घिउकुमारी रोप्नु पर्ने हुन्छ साथीहरु। यो घिउकुमारी 1 2 3 4 वटा घिउकुमारी रोप्नु पर्ने हुन्छ। अनि कहाँ रोप्ने कसरी रोप्ने म तपाईहरुमा देखाइहाल्छु। लेट्स गो हिँडौँ है त। ओह माय गॉड, गाह्रो 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 गाह्रो। हेर्दै जाउँ अब म कहाँ रोप्छु घिउकुमारी। हाम्रो मकैहरू जस्तो भइसकेको छ। बाट मकै तल जाने बाटो पुरै मकैबारीले भारी बनाइसकेको छ साथीहरु। अब म घिउकुमारी कहाँ रोप्छु त? हेर्दै जानुहोस् है त। अब म यहाँ घिउकुमारी रोप्नु तयार गर्छु। तपाईं हेर्दै गर्नुहोस्। लेट्स गो। सो गाइस, मैले चाहिँ घिउकुमारी यहाँ रोप्छु। हेर्दै जानु होला। यहाँ चाहिँ हाम्रो केही छैन नि त। यहाँ आँप छ अनि यहाँ कागती छ अनि यता चाहिँ केही छैन नि त। त्यही भएर त यहाँ मैले घिउकुमारी रोप्न गइसकेको छु। अब हेरौँ है त। सो गाइस, मैले घिउकुमारी पनि रोपेर भ्याइसकेँ। यसलाई एलोभेरा जेल पनि भन्छ, एलोभेरा पनि भन्छ। यसको एकदम राम्रो हुन्छ चस्मा लगाउनको लागि पनि। अनि यहाँ एउटा रोपेँ, यहाँ अर्को, अनि त्यहाँ अर्को चाहिँ मैले घर लगाइरहनुपर्छ। त्यही घर नजिक रोप्छु। अनि यहाँ हाम्रो कागती छ त पुरै बुट्टा मरिसकेको छ सायद। खै राम्रो माटो नभएर होला नि त। त्यस कारणले गर्दा अब हेर्दै जानुहोस् अब नेक्स्ट भिडियोहरू कस्तो हुँदै जान्छ। सो गाइस, म चाहिँ घाँस पनि जान पनि रेडी भइसकेर हिँडिसकेँ। तिमी हामी देखाएको एकदमै भिडो भयो। म चाहिँ आरु खान आउँदैछु। यस्तो लाग्छ फलेको छ। खाम है त।
खेतमा पनि घाँस काट्न लाग्यो। राति जाउँ के हुन्छ आज। बाटो यस्तो छ। यसमा घाँस काट्न हिँडेको मान्छे निकुरो टिप्नतर्फ लाग्यो। जङ्गलमा निहुरे उम्रेको रहेछ यस्तरी। यस्तो उकालो छ भाइ। तपाईँहरूलाई कतिको मनपर्छ निगुरे कमेन्ट गरेर भन्नु होला। मलाई चाहिँ एकदम धेरै मनपर्छ। सो गाइस मैले चाहिँ निहुरो यति टिपेँ। यो चाहिँ सेतो निहुरो हो। धेरै टिप्नुहुन्थ्यो के गर्नु, म घाँस काट्न आएको भएको कारणले गर्दा यो आलुसँग मिसाएर खानको लागि भयो यति टिपेँ। अब हेरेर जानु होला। अब आजको भिडियोमा घाँस काट्छु अनि घाँस काटेपछि एडिट गर्नेछु। त्यतिन्जेलसम्म वाच गर्नु होला के। सो गाइस म चाहिँ फाइनली घाँस पनि काटेर भइसकेँ अनि उता राखिरहेको छु। अब घर जाने बेला भइसक्यो। आजको भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो उस्तै सुझाव सल्लाह अनि प्रतिक्रिया भनिदिन नभुल्नु होला भन्दै बाई बाई।